सयौंको संख्यामा युवाहरू यहाँ आएका छन् र युवाहरूले के भनिरहेका छन् थाहा छ? दिवाकर दाईहरू केही चाहिँदैन, प्रधानमन्त्रीज्यू र गृहमन्त्रीज्यू आइदिनु पर्यो। युवाहरूले भनिरहेका छन् अरू कोही यो छानबिन समितिमाथि कसैलाई विश्वास छैन भनेर उनीहरूले भनिरहेका छन्। प्रधानमन्त्री अथवा गृहमन्त्री यो ठाउँमा आएर प्रतिबद्धता दियो भने हामी सबै कुरा मान्न तयार छौँ। के तपाईहरुलाई प्रधानमन्त्री र गृहमन्त्रीज्यू चाहियो हैन? प्रधानमन्त्री बालेन र गृहमन्त्री चाहियो सुझाव हैन? यो आवाज सुन्नुभयो? जेनजी नेता चाहियो, बालेन र गृहमन्त्री। जेनजी सरकार चाहियो। जेनजी उहाँहरूले भनिराख्नु भएको छ जेनजी मरेको छ, जेनजी सरकार खोइ अहिले आइदिनु पर्यो। प्रधानमन्त्री सम्माननीय प्रधानमन्त्री बालेन शाहजीको खोजी भइरहेको छ र उहाँहरू बाहिर जुन किसिमको देखाएको छ नि, कप्तानगञ्जमा गयो भने एकदमै गाह्रो छ। म एक्लै आएको छु र मलाई कुनै सुरक्षा चाहिँदैन। मेरो सुरक्षा यो जनताले गर्छ। कप्तानगञ्जलाई छु म अनुरोध गर्न चाहन्छु यहाँ सयौंको संख्यामा कर्फ्युका बावजुद उहाँहरू शान्तिपूर्ण ढङ्गले बस्नु भएको छ। उहाँहरू कसैले उपद्रव गर्नुभएको छैन, उहाँहरूले कुनै ढुङ्गामुढा गर्नुभएको छैन। उहाँहरूको एउटै माग छ कि प्रधानमन्त्रीजी आउनु पर्यो। अहिलेको छानबिन समितिमाथि विश्वास भएन, प्रधानमन्त्रीज्यूले आफै नेतृत्व गरेर त्यो गर्नु पर्यो। अहिलेको 5 जनाको जुन छानबिन समिति भएको छ यो माथि विश्वास छैन र यहाँको आजको ग्राउन्ड रिपोर्टिङ हामी देखाउने प्रयासमा छौँ र ग्राउन्डको अवस्था यो छ।